हेलो गाइस, गुड मर्निङ। आज घुम फिरेर चाहिँ मेरो आज टर्न आयो। सो म चाहिँ यहाँ मन्दिरमा छु, यहीँ बसेछु। आज चाहिँ नवरात्रिको 4 दिन। सो हामी चाहिँ अहिले नुहाइधुवाइ गरेर रेडी भइसकेका छौँ। यहाँ टुकुली रेडी हुँदैछन्। यहाँ चाहिँ हामी अहिले प्रसादी काट्दैछौँ बिहानको लागि। हामीसित टुकुली छ मेरो पार्टनर, अनि त्यसपछि मन लाग्यो चातिर। अहिले चाहिँ म यहाँ चा बनाउँदैछु। यहाँ टुकुलेले चाहिँ आटा गुन्दैछ भोगको प्रसादीको लागि। सो यहाँ चाहिँ भोगको प्रसादी बन्दैछ। यो चाहिँ पुरी बनाउँदैछु, अमृतको सब्जी। मैले चाहिँ सब्जी बनाउँदैछु। अहिले देखाउँछु सब्जी बनाएको। आज चाहिँ के सब्जी छ यहाँ चाहिँ आटा गुन्देर यहाँ पुरी बेल्ने मान्छे यहाँ छन्। यहाँ चाहिँ अमृताले चाहिँ यहाँ ग्रह पूजा छ। आज चाहिँ ग्रह पूजाको लागि 9वटा नि 9वटा अलग अलग कलरको टिका यसरी अक्षता बनाउनुपर्छ। हेर्नु ओम चंद्रपाणिन्ये नमः, ओम शिवाय नमः, ओम महोदराय नमः, ओम योगेशाय नमः, अभिरागाय नमः, ओम वक्रनाथाय नमः, ओम चंडभैरवाय नमः, ओम विश्वेशाय नमः, ओम नंदिकेश्वराय नमः। यहाँ चाहिँ हुमन चल्दैछ। अब चाहिँ म र टुकुली मिलेर यहाँ भोग लाउँछौँ। भोग अमृता चाहिँ चिया बनाउनु गइछ। यहाँ हेर्नु ग्रह पूजाको लागि यति भिड। यहाँ बहिनीहरू पनि आइसकेछन् यहाँ ग्रह पूजाको लागि। यहाँ चाहिँ अझै तक पनि कलर बनाइरहेछन्, पुरा लुछालुछ भइसक्यो। त्यहाँ कलरको अक्षताको लागि ग्रह पूजामा अक्षता चाहिन्छ, त्यसको लागि पुरा यहाँ लुछालुछ लगाइसक्यो। यहाँ हाम्रो अङ्कल पनि आइसक्नु छ मूर्ति बनाउनलाई। एक बार पूजन करवा दीजिएगा। ग्रह पूजा सुरु ओम ध्या पृथ्व्यै नमः, भूतत्यै नमो नमः। ओम कलश का पूजा करवा दीजिएगा। कलशस्य हामी चाहिँ लाग्यो मैले अञ्जलीतिर। आरती लिँदैछ। आराम से सबको आराम से हम लोग बस सारा ये समय हम लोग शान्ति जल दिनलाई रेडी मान्छे। ओम शान्ति पुरुषै वीरभुं सर्वं जभूतं गच्छवाक्यं उताप्रततशेषानो ददन्नेन तिरोहति। ओम शान्ति ओम शान्ति। त गाइस फाइनली पूजा खत्म भयो अनि यहाँ साफसफाइ चल्दैछ। दादालाई हैरान लाग्यो अरे हाम्रो पूजाले झाड लाउँदैछिन्। यहाँ साफसफाइ चल्दैछ। यहाँ पनि साफसफाइ गर्न बाँकी छ, बहुत काम छ। अब चाहिँ अब सफा गर्दै हुनुहुन्छ। बबिताको हातमा हेर्नुहोस् त गाइस, दिल छ मेरो हातमा, दिलवाला मिस्टी। ग्रह पूजाको सामानहरू ठिक पार्दै हुनुहुन्छ। सक्नुहुन्छ गाइस, पूजादी पनि त्यहाँ हुनुहुन्छ। हेर्दा हेर्दा शाम भइसकेको थियो। यहाँ अङ्कललाई चाहिँ अमृताले मद्दत गर्दै थिए कलर लाउनलाई, पेन्ट गर्नलाई। येल्लो कलर गर्दै चाहिँ अङ्कलले चाहिँ माथि पेन्ट गर्दै हुनुहुन्छ। अङ्कल चाहिँ हर साल अङ्कलले मूर्ति बनाउनुहुन्छ। यी अङ्कलले यति एक्सपर्ट हुनुहुन्छ। यता म पनि लाउँदै थिएँ।
आजको मेरो भ्लग यति नै थियो। मैले कुनै अब चाहिँ हामी सबै मिलेर खानासाना खाएको अरू यिनीहरू भिडियोहरू मैले बनाउन सकिनँ किनकि टाइम बहुत कम्ती थियो र काम बहुत धेरै थियो। सो आजको भ्लग चाहिँ हजुरलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अब एकछिन गफसफ मार्छौँ यहाँ बसेर भर्खरै खानासाना खायौँ तामुल सामुल खाने हल्का गफसफ मार्छौँ अनि बल्ल सुत्छौँ। अब हामी वक गरेर आउँछौँ पहिला भोलि भेटौँला फेरि। सो हामी चाहिँ अब सुत्न लागेको भोलि भेटौँला गुड नाइट। मोहिनी चाहिँ घर जान्छन् अहिले पोटलो बोकेर घर गइन्। बाई बाई गुड नाइट बाई बाई।